झक्क नआयो केटाहरू मिलेर बस्यो एउटा यो अग्निले जहिले पनि यस्तै गर्छ यार आफ्नो त पुलिसमा छ भनेर धागिन्छ केटाहरू मिलेर बस्नु न यार लक्ष्मणमा आइसक्यो रमाइलो गर्ने हो कि आज ए केटा कति झगडा गर्छौ यार ल मिलेर सबैजना दारु खाऊँ ल ल ल हाल्न त हाल ए त्यो केस गर्ने यार मुख हालिहाल्यो यसले अनि फेरि यस्तो गरौँ न केटा यार के हो केटा यार इन्जोय गर्नुपर्छ सबै है रमाइलो गर्नु कति लोकल मात्र खाने यार कहिले कहाँ त ब्रान्डेड पनि खाऊँ हो ए धेरै दिन आउन दिएन अहिले लोकल पाखास लोकल खा भोलि दिन आएपछि विकास नै खालास हो यही लोकल ठिक छ यो माइली क्याक्री असाध्यै मिठो पार्ने के रक्सी म त जाम भइसकेको छ मलाई त मजा आयो यार के छोड्ने यार आउँछ ब्रान्डेडको पनि दिन आउँछ भाइ ब्रान्डेडको भाइ आज त एउटा शिकार पनि हात लागेन भाइ सोचे जस्तो हुन्न नि सोचे जस्तो हुने भए त जीवनमा कसैले दुःख पाउने थिएन नि दाइ यो त इन्सपेक्टर झोलेको एरिया हो दाइ नयाँ नयाँ आएको छ अहिले भो जाम भयो हामी अहिले केही भयो भने त्यसका चुरी फुरी ओहो दाइ केटाहरू रहेछ नि दाइ बिस्काइदिने हो दाइ कि हामी यतै बस्दिन दाइ होइन ओहो केटा के गर्दै हो यत्तिकै मामा यसो केटाहरू छ रमाइलो गर्दै ल ल मोज गर भरे बेलुका छिटो आइज नि तर ल केटा गयो है ए देव तिम्रो स्वर एकदम राम्रो छ आजको माहौललाई सम्झेर एकदम माहौलको आजको रमाइलो गरेर गीत गाउँदा यता दे न यता दे यता दे ल फरि नगर के झगडा नगरिकन बोला रक्सी खाँदा खाँदै बन्यो हाम्रो मित्रता रक्सी खाँदा खाँदै बन्यो हाम्रो मित्रता सुख दुःख भुलाउने यही हाम्रो साथी कहिले झगडा कहिले लडाई पारिदिन्छ यही हाम्रो साथी रक्सी खाँदा खाँदै बन्यो हाम्रो के विचार गर्ने जहिले पनि लफडा मरेर किन गर्छ यार मिलेर खान सक्दैन जताको पनि लफडा मरेर गरिदिनु त्यस्तो भए त्यसरी गएर म चाहिँ यहाँ लफडामा पर्न सक्दिनँ हान्दिन क्या हो
मलाई हानेको हुनुहोस् मलाई हानेको हुनुहोस् यो त मर्यो यार फेरि त्यो गर एकचोटि। सास छैन सास छैन के गर्नु त अब? ए मामा छन्, मामाको अड्डामा जा, मामाले सम्हाल्नु। यसलाई के गर्ने त अब? यसलाई यहीँ ठेगान लगाइदे। के हो अग्नि मार्ने बुबामा अग्निलाई मार्ने भाइ अग्नि त स्पिडमा झोलेको भाइ हो मगु लास्टमा चिन्ता नगरिदे भन्छ अब फेरि म खेल्छु।